Hello everyone, welcome back to my new video. English पनि हान्दैछु अलिअलि कस्तो लाग्छ इंग्लिश चाहिँ है बुझ्दिनु होला मेरो इंग्लिश सरकारी स्कुल पढेको मान्छे हो है इंग्लिश बुझ्न अलिकति गाह्रो हुन्छ अस्तिको हाम्रो के रे यो लसुन उखालेको अपार असफलतापछि फेरि हामी यहाँनिर आएको छ प्याज उखाल्नलाई हाम्रो साथीहरु चाहिँ अहिले सबै खाना आएर आराम गरिरहेको छ अनि म चाहिँ यसो हल्का एउटा भिडियो बनाइदिनु त भनेर भिडियो बनाइरहेको छु हाम्रो साथीहरु चाहिँ यहाँ गाडीमा गाडीको ढक्कन खोलेर सुतिरहेको छ सबै लुगाहरू यहाँ छ यसरी प्लास्टिकहरु निकाल्ने गरेको छ यहाँ प्याजहरु चाहिँ अस्ति चाहिँ लसुनहरुलाई उखालेर त्यसको माटो टकटकाएर साइडमा टकटक सुताएर राख्थ्यो यहाँ चाहिँ आज चाहिँ प्याजको चाहिँ अलि सजिलो हुँदो रहेछ तर अलिकति घाम के अलि घाम धेरै त्यही भएर अलिकति गाह्रो भएको छ घाम भएन भने त अस्तिको लसुन भन्दा त सजिलै हो अलि घाम भएर चाहिँ अलि गर्मी भएको ल हामीले प्याजहरु चाहिँ यसरी बिहान भरेमा यति धेरै के त्यही भएर कोरियामा पैसा कहाँ सजिलो पाउँछ त हेर्नु त यो चाहिँ कोरियाको चाहिँ एग्रिकल्चर गर्ने ठाउँ रहेछ के यो यति धेरै प्याजहरु बिहा कति 5 घण्टामा यति धेरै उखालेको छ के यो आँखाले देखि नसक्नु छ प्याजहरु यहाँनिर यति धेरै उखालेको छ बिहानभरिमा अनि अब फेरि यतापट्टि बाँकी छ यता पनि गर्नुपर्छ यो चाहिँ कोरियाको एकदम विकट गाउँ रहेछ के यस्तो है अनि पुरै यहाँनिर पसलहरु के पनि छैन के यस्तो गाउँमा रहेछ है यो चाहिँ एग्रिकल्चर गर्ने एरिया रहेछ के अनि हामी यहाँनिर कम्पनीबाट हामीलाई चाहिँ पार्ट टाइमको लागि कम्पनीको हामी बिदाको बेला बोलाएर आएको अब 5 घण्टा जसो तसो बितायो अब 5 घण्टा बिताइन्छ है साथीहरु यहाँ खाना खाएर आराम गरिरहेको छ निन्द्राको यतिखेर चाहिँ निन्द्राको एकदमै खाँचो परेको छ हाम्रो साथीहरुलाई यसरी सब सुतेर यहाँ यो के रे धान रोप्ने बेला आली लाएर जस्तो छ 10 कट्ठा है आज त लोड काम गर्यो यहाँको के रे यो प्याज चाहिँ यस्तो हुँदो रहेछ कि यो चाहिँ प्राय जस्तो गरी चाहिँ अमेरिका जाँदो रहेछ यत्रो छ प्याज पनि हाममा सानो हो त यो रातो खालको छ आज हिजो पानी परेर आज हिलो बेसी रहेछ त्यही भएर प्याज अलि हिलो बेसी छ यस्तो छ के दुईटा ड्याङ यसरी राख्दो रहेछ अनि बाँकी चाहिँ सबै यताबाट राख्दो रहेछ यति धेरै छ के अनि हाम्रो लगभग मान्छे चाहिँ 20-25 जनै होला 20-25 जना कोही नेपाली छन् कोही कम्बोडियन कोही भियतनामी कोही बङ्गलादेशको नि रहेछ आज त काम गरिरहेको छ रमाइलो छ अब लगभग हाम्रो खाना खाने समय सक्यो हैन त अब गाड मसाउन जाने 4 घण्टा अब हेरौँ हाम्रो यहाँ मेमोरीको लागि भिडियो बनाउँदै हुनुहुन्छ हाम्रो आदरणीय जनसमुदायहरू मेरो भण्डारी दाइको हेलो तपाईँ नेपाली दले हो कि कोरियन दले हो भन्नुहोस् त आज यहाँ दुई शब्द छोटो तर मिठो भन्नुहोस् त ल ठेकदार हाम्रो यता दिपेश सङ्ग्रौला भाइ ठेकदार अरे ल मान्छेहरुलाई काममा ठेकदार किन त्यहाँबाट सेल्फी हान त हाम्रो यो मेमोरीको लागि फोटो खिच्दै हुनुहुन्छ ल हानौ फोटो खै म त सब छेक्छु क्या हो ल को हरायो यहाँ फोटो खिच्दै हुनुहुन्छ हाम्रो कलाकार किरण गजमेरले ल भयो ल अब चाहिँ आए जस्तो छ को डामना हो अब काममा पसिन्छ अब 4 घण्टा गाड मस्काएर फर्किन्छ अब हाम्रो चाहिँ यहाँबाट टनेल छ आम्मामा यति टनेल छ कि यो पुरै टनेल यता पनि टनेल यता सब टनेल के चाहिँ कोरियाको एग्रिकल्चर गर्ने ठाउँ रहेछ कति साथीहरूले कमेन्ट गरेर हुन्छ फेसबुकतिर टिकटकतिर है के रे मेनुमा काम गर्न आउनेहरूले नि एग्रीको काम गर्न पाउँछ के हो एग्रीको काम गरे के हो भन्नु सोधिरहेको हुन्छ हैन हामी चाहिँ खासमा बिदाको बेला यस्तो यो यसमा चाहिँ यो एग्रिकल्चरहरू राख्न नसक्नु रहेछ नि त 1 दिन 2 दिन काम हुँदो रहेछ अनि त्यसको लागि चाहिँ महिनासम्म चाहिँ वर्षमा चाहिँ एग्रिकल्चरको मान्छेहरूलाई ल्याउन नसक्दो रहेछ अनि हामीलाई चाहिँ त्यो अलिकति धेरै पैसा दिएर हामीले 1-2 दिन काम गराउने अनि सकेपछि छोड्दो रहेछ के
अनि हामी चाहिँ अनि यसमा पार्ट टाइम बिदाको दिनमा पार्ट टाइम गर्न आएको हो पार्ट टाइम गऱ्यो हाम्रो यहाँ न्यू ब्लगर भिडियो बनाउँदैछ उतातिर हेऱ्यो नि सब नेपाल जस्तो डाँडा काँडा छ यार मा कसम भनेको यस्तो रमाइलो छ सुत्नको लागि गाडी ल्याइदिएको छ हामीलाई सुविधा अहिले हेर्दाखेरि मान्छे जम्मा यति मात्र देखाएको छ काम सुरु हुँदाखेरि अहिले मान्छे कति हुन्छ भन्ने कुरा सब छक पर्छ क्या अहिले मान्छे देखेर अहिले सब आराम गरिरहेको छ अब समय हुन लाग्यो अनि समय भएपछि मान्छे थुप्रै हुन्छ अहिले प्लास्टिक देखाउन न ए ल फोकस यता हाम्रो दाइको एक बिघामा एक्लैले आली हानेर तर दाइको अघि त्यो आली तास्ने न्युमा फेरि परो पनि उताबाट नि आली तासिरहनु भयो त्यो उहाँले आली तास्ने न्युमा यसो सानो सानो ठ्याक्ठ्याक ठुकठुक परिरहेको विश्राम गरौँ हाम्रो कन्टिन्यू गइरहेको छ अझै है अब एकछिन आराम गरौँ त्यसपछि जाउँला के छ माहौल एकदम ठिक छ विद्यार्थीको लागि रमाइलो छ नि विद्यार्थीको लागि रमाइलो छ यतिको दाइहरूलाई भेट्न पाएको छ हाम्रो सबै नेपाली भइरहेको छ नेपाली रमाइलो छ है एकदम ढक्का हाम्रो बङ्गाली एउटा भालुबासीवाला बन्धु पनि थियो भनेको अलि कता गयो है नेपालीमा मैले सिकाएँ धेरै कुरा त्यसलाई तीनजना छ बङ्गाली हाम्रो यता हाम्रो सिन्धुलीको रहेछ हाम्रो म पनि सिन्धुलीको हाम्रो यता साथी पनि सिन्धुलीको रहेछ खुसी लाग्यो एउटै जिल्लाको मान्छे यहाँ अर्काको देशमा भेट्दा खुसी लाग्यो होइन त एकदम खुसी तामाङ भाषाबाट हाम्रो यता साथी चाहिँ तामाङ रहेछ अलि तामाङ भाषा चाहिँ नआउँदो रहेछ खुसी लागेलाई के भन्ने त अब हजुर चेप्रोङ दोले कुन भाषा हो यो फेरि गोले भन्छ गोले खुसी लाग्यो नै हो खुसी लाग्यो खुसी ताजी हाम्रो आज एउटै जिल्लाको मान्छे यसरी कोरियाको यसरी यस्तो जङ्गलमा भेट हुँदा मलाई पनि खुसी लागेको छ है साथी हो अब हामी हेलो विद्यार्थी के हो चुरोट खाने विद्यार्थी भएर कम्प्लेन हानिदिउँ म ब्रेक टाइममा सर र म सँगै गएर चुरोट खानु पढाउँदै र म ठ्याक्क ब्रेक टाइम हुन्छ 15 मिनट पढाउँछ ठ्याक्क बाहिर निस्किन्छ सबैको फेरि एउटा मात्रै क्लास छैन बुढोहरू आउँछ चट्ट स्मोकिङ एरिया छ कलेजभित्र सबै ठाउँमा हुन्छ स्मोकिङ एरिया ल अब हाम्रो गोर्खेहरू आउँछ त्यसपछि हामी कन्टिन्यू गर्छ है त साथी हो ए उहाँ उता बसेर बटालियन फौजी आउँदैछन् क्रान्तिकारी आउँदैछु त अहिले देखिँदैन अहिले नजिक आइसकेको दिनहरू फेरि हाम्रो गोर्खे क्रान्तिकारी योद्धाहरू आइपुग्नु भएको छ उहाँ त कम्बोडियनबाट हो नेपाली खासै बुझ्नुहुन्न उहाँ आउनुभएको छ काजाकिस्तान उहाँ हुनुहुन्छ हजुर कता थाइल्यान्ड ने ए पिङ प्याङ पङ पाङ उहाँ हुनुहुन्छ फेरि नेपालबाट एक मात्र माछा मारेर आइसक्नु भयो अरे उहाँले ब्यागभरि माछा लिएर आएका छन् भन्नुहुन्छ उहाँ अब माछालाई तारेर हान्नुपर्छ उहाँ हुनुहुन्छ नामसोलको छोटा डन उहाँको हाइटमा मत जानु होला छोटा प्याकेट बडा धमाका हो फेरि उहाँहरू आउँदै हुनुहुन्छ हाम्रो दर्शकबिनहरू माछा मार्नेमा त्यस्तो शब्द नबोलिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु तर उहाँले बुझ्नुहुन्न कम्बोडियन हो उहाँ योद्धाहरूको के कस्तो छ हामीलाई होइन त्यो पिङ प्याङ पङ पङलाई हो हाम्रो भण्डारी दाइले एक दुई शब्द दिनुहुन्छ भण्डारी दाइ बाहिर निस्किसक्नु भएको छ दर्शक वृन्दहरू दाइको खतरा गयो अहिले कहिलेदेखि सिकेर बस्नु भयो हल्का दिनुपर्ने हुन्छ उहाँ हुनुहुन्छ फेरि हाम्रो युनिभर्सल मामा साउथ कोरियामा जसले हुनुहुन्छ उहाँलाई चिन्नुपर्ने हुन्छ मामा मेरो भान्जो दारी डढाए मामाले डढाए सम्राट बन्धु बालुवाची ने उहाँ हुनुहुन्छ बङ्गलादेशको तर उहाँ चाहिँ नेपाली हो है फेरि उहाँलाई त नचिन्ने कुरै भएन हजुर अब हामी यही यसै क्रममा भ्लग अहिलेको लागि इन गर्नको लागि हाम्रो ब्लगर दाजुलाई नि मैले यो
क्यामेरा हस्तान्तरण गर्न गइरहेको छु। धन्यवाद। उहाँको च्यानल लाइक सब्सक्राइब सेयर गरिदिनु होला। उहाँलाई धेरैभन्दा धेरै माथि पुर्याउँ, किनकि उहाँले पछि हामीलाई साउट आउट दिएर हाम्रो पनि च्यानल माथि ग्रो गराइदिनुहुन्छ। उहाँ हुनुहुन्छ फेरि हाम्रो किरण छन्त्याल, नेपालको सर्वोत्कृष्ट बास्केटबल प्लेयर, नेसनल प्लेयर। अन्त ल दाजु ब्लग इन गरिदिनको लागि उहाँलाई मैले अनुरोध गरेँ। हैन खाँदा हुन्छ। काम चाहिँ यस्तै हो, यसरी प्याजलाई घाँस काटे स्टाइल छ। हेलो हेलो साथी, कस्तो भइरहेछ काम गर्दाखेरि? चिल छ है, अलिकति गर्मी भन्ने मात्रै हो होइन? चिल छ है काम। ल रमाइलो छ नि, हाम्रो गोर्खेहरू सब यहाँ मैदानमा निक्लिसक्यो यसरी गोर्खेहरू। यतातिर पनि छ। अब हाम्रो काम सुरु हुन्छ 4 घन्टा, त्यसपछि छुट्टी भइन्छ है त साथी हो। ल कोही उतातिर प्लास्टिक निकाल्दैछन् यसरी है, कोही यतातिर। ल साथी यता हेर हाई भन्देऊ भन्छ हाई। ल अब हामी 4 घन्टा काम गरेपछि हाम्रो छुट्टी हुन्छ है दर्शक वृन्द। काम जसरी गर्दा नि भयो होइन? जसरी गर्दा नि बसेर पनि गरे भयो। अरे यार दिनभरि उठ्या ढाड साड सबै दुखेर यहाँ बिजोक रमाइलो हुन्छ र। त्यही भएर यहाँ यसरी बसेर हान्ने हो, कहिले काहीँ यसरी पनि हानिन्छ। कन्टिन्यू 8 घन्टा त्यो गरी हान्दाखेरि ढाडहरू दुख्ने के, त्यसरी प्याजहरू काटेर। ल गोर्खेहरू आज लसुन धराम प्याज बारी दर्याम बिचमा यसरी काट्नुपर्छ। यो प्लास्टिक निकाल्न सजिलो होस् भनेर अब यसरी हानिन्छ। यो चाहिँ यहाँको कचिहारे क्या यो। यसले चाहिँ प्याजको रुखहरूलाई काट्नु पर्दैछ है। यसरी काटेर हाम्रो प्याज उखाल्ने टोली उतातिर छ। र फाइनली गाइज हाम्रो चाहिँ अब ड्युटी सकेको छ यहाँनिर। आज गोरु पेलाएपछि हाम्रो काम सकेर चाहिँ यहाँ गाडी पर्खिरहेको अवस्था छ। हाम्रो गोर्खेहरू यतातिर देखाउँदाखेरि यस्तो छ, सबै गाडीको पर्खाइमा छन् सबै यसरी। यही हो प्याजको बारी चाहिँ थोरै हामीले यस्तो गऱ्यो त। चुरोट ठिकै छ, सरसँग चुरोट खाने विद्यार्थीहरू हो यार। चुरोट खाएको त एकदम नराम्रो हो खासमा। अरे के हो माथि बादल उडिरहेको थियो होइन? अरूको आउँदैन चुरोट खाएको होइन नि त, अनि चबाउनु पो हुँदैन त, तान्दा भयो के लाग्ने घटी निस्छौ के बङ निस्छौ। अनि भोक लाग्छ त के खाने त यहाँ के छ त खानालाई? 14 घन्टाको पेलाएपछि गोर्खेहरूको यहाँनिर थकाइ मार्दैछ गोर्खेहरू। के भयो त आज काम? अनि गोरु पेलाइ भयो कि? आजको काम त अर्ना पेलाइ भयो, गोरु होइन। कस्तो भयो त अनि? अब काम त सजिलै हो, अब धेरै घन्टा मात्रै हो। गाह्रो त भएन नि? गाह्रो छैन है? ओहो त्यता नजाउँ होला, अहिले च्याप्स मात्रै गयो भने छैन। अब रात पर्यो, अब हामी यहाँनिर आएछ। ल गाडी आएछ, अब गइन्छ अब है साथी।